हरे कृष्ण हजुरलाई स्वागत छ मेरो च्यानलमा नि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मसँग हेर्न सक्नुहुन्छ करताल छ र म आज मलाई असाध्यै मनपर्ने भजन गाउन गइरहेको छु हजुरहरूको लागि र मेरो लागि पनि र कृष्ण भगवानजी राधा रानीजीको लागि पनि। उहाँहरूलाई खुसी बनाउनु नै सबैभन्दा ठुलो लक्ष्य हो मेरो चाहिँ। हजुरहरूको चाहिँ के लक्ष्य होला हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है त। यो करताल समाउन अलिक प्र्याक्टिस भएन कि मेरो, अनि मलाई अलिक अप्ठ्यारो लाग्छ। बिस्तारै बिस्तारै यो पनि प्र्याक्टिस हुन्छ है त। यसरी नै त होला नि होइन। पहिला पहिला त युट्युबमा हेर्थेँ हाउ टु प्ले करताल भनेर, अलिअलि बिर्सिसकेँ। हरिहराय नमः कृष्ण यादवाय नमः यादवाय माधवाय केशवाय नमः गोपाल गोविंद राम श्रीमधुसूदन गिरिधारी गोपीनाथ मदन मोहन श्री चैतन्य नित्यानंद श्री अद्वैत सीता हरि गुरु वैष्णव भागवत गीता श्री रूप श्री सनातन भट्ट रघुनाथ श्री जीव गोपाल भट्ट दास रघुनाथ। चाहे गोसाई करी चरण बंदन जहाँ होते विघ्ननाथ विष्णु पुराण। चाहे गोसाई जानु तार दास दास बार पदर मोर पंचदास तादेर चरण से भी भक्त सनेवास जन्म जन्म होई यही अभिलाष। चाहे गोसाई जबे ब्रजे कैलावास राधा कृष्ण नित्य लीला करिला प्रकाश। आनंदे बोलो हरि भज वृंदावन श्री गुरु वैष्णव पदे मा जाइया मान। श्री गुरु वैष्णव पाद पद्म करी आस नाम संकीर्तन कहे नारदम दास। हरिहराय नमः कृष्ण यादवाय नमः यादवाय माधवाय केशवाय नमः। हरिहराय नमः कृष्ण यादवाय नमः यादवाय माधवाय केशवाय नमः गोपाल गोविंद राम श्री मधुसूदन गिरिधारी गोपीनाथ मदन मोहन। हरिहराय नमः कृष्ण यादवाय नमः यादवाय माधवाय केशवाय नमः। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण 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 हरे 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 राम राम हरे हरे। हरे कृष्ण। हजुरहरूलाई कस्तो लाग्यो होला भजन? पक्कै पनि रमाइलो लाग्यो होला है। मैले चाहिँ थम्बनेलको लागि चाहिँ पिटिक्न खोजिरहेको मात्रै हो है। हरे कृष्ण। मलाई पनि असाध्यै मनपर्ने भजन हो हरिहराय नमः कृष्ण यादवाय नमः यादवाय माधवाय केशवाय नमः। करताल भनेको चाहिँ हाम्रो चाहिँ बलराम भगवानको एउटा स्वरूप पनि हो है। त्यसैले हामीले सधैँ बजाउनुभन्दा पहिले पनि ढोग्नुपर्छ हरे कृष्ण भन्दै, अनि सकेपछि पनि है त एकदमै मान सम्मान आदर गर्नुपर्छ हाम्रो भगवानजीहरूलाई। हरे कृष्ण। भजन एकदम मिठो थियो, छोटो थियो। हजुरहरूलाई कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। मलाई त असाध्यै मनपर्छ। मैले लास्टमा मैले जति पनि भजनहरू कण्ठ गरिरहेको हुन्छु त्यसमा चाहिँ सबभन्दा लास्टमा मैले कण्ठ गरेको यही भजन हो हरिहराय नमः कृष्ण यादवाय नमः। फर्स्ट टाइम त कण्ठ गर्ने बेला त म सक्दिनँ हो कि क्या हो जस्तो लागेको थियो कि कति याद गरी गाउनु परेको थियो। अहिले त आनन्दले गाउन सकिरहेको छु। अनि यसरी मैले करताल बजाएर पनि
गाइरहेको हुँदैन नि त, अनि त्यसैले अलि अप्ठ्यारो पनि भयो, लिरिक्स बिर्सेला कि भन्ने पनि एउटा मनमा त्यो हुन्छ नि सोच आयो। अनि करताल बजाउन नि एक त राम्रोसँग पर्फेक्टली आउँदैन, त्यसैले अलिकति मिक्स म्याक्स हुन खोज्यो होइन, अलिकति लडबड आयो होला भजन गाउने बेला। आशा छ हजुरहरूलाई पक्कै मन पर्यो होला। अनि अब मैले लास्टमा भन्ने कुरा त छिटाउनु नै भएन। हजुरहरूको दिन असाध्यै शुभ बितोस्, हजुरको इच्छा चाहनाहरू सबै पुरा होस्, सबैको लागि राम्रो होस्, हजुर सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला, खुसी रहनु होला। Chant Hare Krishna and be happy. Hare Krishna, Krishna Krishna, Hare Rama, Rama Rama, Hare Hare. जाओ दूसरा बता, जय हरे कृष्ण, हरि बोल।